हेलो स्टुडेन्ट्स, नमस्कार। म अनुप श्रीवास्तव। आज म तपाईहरुलाई मेकानिक्सकै इलास्टिसिटी एन्ड प्लास्टिसिटी च्याप्टरबाट स्ट्रेन सम्बन्धी कुरा डिस्कस गर्न गइरहेको छु। त्यसलाई अब स्ट्रेनसँग रिलेटेड हामी स्ट्रेनको डेफिनिसनको कुरा गर्छौं, त्यसपछि फर्मुलाको कुरा गर्छौं, त्यसपछि त्यसको टाइप्सहरुको कुरा गर्छौं। त्यो सबैको बारेमा आज हामी यहाँ डिस्कस गर्नेछौं। त सुरुमा स्टार्ट गरौं डेफिनिसनबाट। यदि हामीलाई क्वेशनमा सोधे स्ट्रेनको डेफिनिसन के, त्यसो भए हामी स्ट्रेनको डेफिनिसनको कुरा गर्दाखेरि द रेशियो अफ चेन्ज इन कन्फिगुरेसन टु ओरिजिनल कन्फिगुरेसन अफ द बडी इज कॉल्ड द स्ट्रेन। यो हाम्रो स्ट्रेनको डेफिनिसन हो। त्यसलाई हामी लेख्नु पर्यो भने के लेख्न सक्छौं? द रेशियो अफ चेन्ज इन configuration to the original configuration of the body is called strain। यो भइहाल्यो हाम्रो डेफिनिसनमा सीधा क्लियर छ। रेशियो अफ चेन्ज इन कन्फिगुरेसन टु द ओरिजिनल कन्फिगुरेसन। अब चेन्ज इन कन्फिगुरेसन में चाहे लेंथ को चेंजेस को कुरा गरौं, चाहे भोल्युम को चेंजेस को कुरा गरौं, चाहे शेप को चेंजेस को कुरा गरौं, त्यसको डिस्कस गर्दाखेरि सबभन्दा पहिला हामी यसको फर्मुला तिर गयौं। हामी स्ट्रेन को यदि फर्मुला कुरा गर्छौं भने के छ? चेन्ज इन कन्फिगुरेसन भनेपछि त्यही लेख्नु पर्यो। चेन्ज इन कन्फिगुरेसन अपन के छ हाम्रो रेशियोमा ओरिजिनल कन्फिगुरेसन। त्यसो भए ओरिजिनल कन्फिगुरेसन यो हाम्रो फर्मुला भइहाल्यो। त त्यसो भए त्यसलाई यदि त्यो फर्मुलालाई हामी यदि डिस्कस गर्छौं भने चेन्ज इन कन्फिगुरेसन यदि लेन्थलाई लिन्छौं भने यसको फर्मुला भइहाल्छ E/L। यो हाम्रो स्ट्रेनको फर्मुला हो। E/L के हो? हाम्रो स्ट्रेनको फर्मुला। त E भनेपछि एक्सटेन्सन बुझिन्छ। त यो पनि एक वन टाइप अफ लेन्थै हो, अनि L पनि के हो? लेन्थै हो। त्यसो भए लेन्थ दुईटै हो भने यसको युनिटको कुरा गर्नु पर्यो भने यसको युनिट के हुन्छ? यो या स्ट्रेनको युनिट के हुन्छ? यो युनिट लेस हुन्छ। युनिट के हुन्छ? लेस हुन्छ हामी भन्न सक्छौं। जब युनिटै छैन भने त के भइहाल्छ? इट इज अ डाइमेन्सनलेस पनि भन्न सक्छौं। यो के भइहाल्छ? यो डाइमेन्सनलेस भनेपछि स्ट्रेन युनिट लेस भयो, त्यसले गर्दा डाइमेन्सन पनि यसको लेस, डाइमेन्सन पनि छैन भनेर हामी बुझिन्छ। अझै अगाडि अब कुरा गर्नु पर्यो भने फर्मुला। त फर्मुलामा छ E/L भनेको चेन्ज इन कन्फिगुरेसन अपन ओरिजिनल कन्फिगुरेसन। यदि हामी यसलाई अझै डिस्कसको कुरा गर्नु पर्यो, सपोज एउटा कुनै रड छ, रड लिम, र त्यो रडको मानदिम लेन्थ कति छ? L छ। त यो यसको ओरिजिनल लेन्थ भयो। यसको के भइहाल्यो? ओरिजिनल लेन्थ। मानव सपोज एउटा डिफर्मिङ फोर्स लगाम। हामी यसभन्दा नेक्स्ट च्याप्टरमा हामी कुरा गरिसकेछौं कि डिफर्मिङ फोर्स के हो। त यदि मानव यसमा हामी डिफर्मिङ फोर्स लगायौं भने त हामी के हुन्छ? डिफर्मिङ फोर्स लगायौं, समथिङ टेम्परेचर इंक्रीज गर्यौं भने हामीलाई थाहा छ कि लेन्थ इंक्रीज हुन्छ। यदि मानदिम ओरिजिनल लेन्थबाट यसको लेन्थ मानौं सपोज यति बढ्यो, त यो बढेको लेन्थलाई हामी E भन्छौं। एक्सटेन्सन कति भइहाल्यो। त स्ट्रेन भनेको के हो कि ओरिजिनल लेन्थमा, यति ओरिजिनल लेन्थमा डिफर्मिङ फोर्सले गर्दा या कुनै भनेपछि टेम्परेचर इंक्रीजले गर्दा के भइहाल्यो? लेन्थ बढ्यो। त ओरिजिनल लेन्थमा कति लेन्थ बढ्यो? त्यही भनेपछि L। ओरिजिनल लेन्थमा कतिको लेन्थ बढ्यो त्यसलाई हामी के भन्छौं? स्ट्रेन भन्छौं। त यो कुरा अझै क्लियर गर्नको लागि हामी डिस्कस गर्छौं यसको टाइपमा। त स्ट्रेनको यदि टाइपको कुरा गर्यौं भने हामी स्ट्रेन 3 टाइपको हुन्छ। यहाँ लेख्न सक्छौं, देयर आर 3 टाइप अफ स्ट्रेन। स्ट्रेन कति टाइपको हुन्छ? 3 टाइपको। त यदि 3 टाइपको हुन्छ भने त्यो कुन हो भनेपछि कुरा गर्दाखेरि एउटा लंगिट्युडिनल स्ट्रेन, लंगिट्युडिनल भनौं या लिनियर भनौं, लिनियर स्ट्रेन,
एउटा के भइहाल्यो लङ्गिट्युडिनल लिनियर स्ट्रेन। सेकेन्डको यदि हामी कुरा गर्छौं भने सेकेन्डमा बल्क स्ट्रेन। अनि थर्डमा कुरा गर्नु पर्यो भने शेयर स्ट्रेन। यसको मतलब स्ट्रेन 3 टाइपको जुन हुन्छ त्यो एउटा के लङ्गिट्युडिनल या लिनियर स्ट्रेन भयो, दोस्रो बल्क स्ट्रेन भयो, तेस्रो के भइहाल्यो शेयर स्ट्रेन भइहाल्यो। अब यो तीनटैको डिफिनिसन र यसको बुझाइतिर जा फर्मुलासँग रिलेटेड। हुन त लिनियर स्ट्रेन या लङ्गिट्युडिनल स्ट्रेन जुन छ त्यो लेन्थसँग रिलेटेड हो। लेन्थ इन्क्रिज हुँदाखेरि बल्क स्ट्रेन भनेपछि भोल्युम इन्क्रिज हुँदाखेरि, शेयर स्ट्रेन भनेपछि त्यसको सेप चेन्ज हुँदाखेरिको कुरा हो। हामी एउटाको डिस्कस गरौँ अनि बल्ल बुझिन्छ। त टाइप तपाईहरुले अब यहाँबाट लेख्न सक्नुहुन्छ भनेपछि लङ्गिट्युडिनल या लिनियर स्ट्रेन, बल्क स्ट्रेन, शेयर स्ट्रेन। अब म बल्क स्ट्रेन र शेयर स्ट्रेनलाई त्यसलाई मैले मेटाएँ। अहिले पछि कुरा गरौँला, पहिला लिनियरको डिस्कस गरौँ। त लिनियरको डिस्कस गर्दाखेरि मैले बल्क स्ट्रेन र शेयर स्ट्रेनलाई यहाँबाट इरेजर गरे। सबभन्दा पहिला लिनियर र बल्क स्ट्रेनको कुरा गरौँ। यसको यदि हामी डिफिनिसनको कुरा गर्छौं भने हामी के लेख्न सक्छौं, when the deforming force produces a change in length। म अघि नै भनेको हो लङ्गिट्युडिनल लिनियर स्ट्रेन केसँग रिलेटेड हुन्छ, लेन्थसँग। त्यसो भए डिफर्मिङ फोर्सले गर्दा यदि लेन्थ चेन्ज भइराछ भने when the deforming force produces a change in length of the body। कुनै बडीको डिफर्मिङ फोर्सले गर्दा यदि लेन्थ चेन्ज भइराछ भने त्यस्तो स्ट्रेन्सलाई हामी के भन्छौं, the strain is called longitudinal भनौं or linear भनौं, linear strain। बुझिन्छ डिफिनिसन यसमा? अब यसमा के छ, when the deforming force produces a change in length भनेपछि डिफर्मिङ फोर्सले गर्दा कुनै बडीको यदि लेन्थ चेन्ज भइराछ भने त्यस्तो स्ट्रेनलाई हामी के भन्छौं, लिनियर स्ट्रेन भन्छौं। बुझ्नको लागि यसको हामी सिधै यही कुरा हो, यो एउटा रड लियौं सपोज र त्यसको लेन्थ कति छ, l छ। अब यहाँ लेन्थको कुरा गरिएछ त लेन्थै लियौं र यो लेन्थमा अब डिफर्मिङ फोर्स लगायौं। डिफर्मिङ फोर्स भनेपछि जस्तै मानौं यो लेन्थ छ, एउटा फोर्स लगायौं कुनै इन्डमा र त्यसले गर्दा यसको लेन्थ के भइराछ, बढ्यो, इन्क्रिज भयो। त यही भइहाल्यो। यो बुझ कि यो पोइन्टमा के लागिराछ, डिफर्मिङ फोर्स लागिराछ र लेन्थ बढ्यो। त कति लेन्थ बढ्यो, ई लेन्थ बढ्यो। त ई भनेपछि एक्सटेन्सन भएपछि त ओरिजिनल लेन्थमा यति लेन्थ बढ्यो। त्यसको मिनिङ हामी अर्को डिफिनिसन पनि भन्न सक्छौं, यसलाई डिफाइन गर्न सक्छौं। द चेन्ज इन लेन्थ पर युनिट ओरिजिनल लेन्थ इज कल्ड द लिनियर स्ट्रेन। त्यसरी पनि हामी डिफाइन गर्न सक्छौं। त्यसको फर्मुला के भइहाल्यो, हेर त, चेन्ज इन लेन्थ पर युनिट ओरिजिनल लेन्थ भनेपछि हाम्रो के भइहाल्यो, या फर्मुलामा लङ्गिट्युडिनल स्ट्रेन, लङ्गिट्युडिनलको स्ट्रेनको फर्मुला के भइहाल्यो, चेन्ज इन लेन्थ, कति लेन्थ चेन्ज भइराछ, ई, कतिमा, ओरिजिनल लेन्थ, चेन्ज इन लेन्थ पर युनिट ओरिजिनल लेन्थमा कतिको चेन्ज भयो, त्यो भनेको लङ्गिट्युडिनल स्ट्रेन हो। यसलाई हामी यसरी पनि लेख्न सक्छौं, डेल्टा एल बाइ एल, ओरिजिनल लेन्थमा कतिको लेन्थ चेन्ज भयो, डेल्टा एल भनेको के भइहाल्यो, चेन्ज इन लेन्थ, एल भनेको के भइहाल्यो, ओरिजिनल लेन्थ। यसरी हामी डिफाइन गर्न सक्छौं, द चेन्ज इन लेन्थ पर युनिट ओरिजिनल लेन्थ इज कल्ड द लङ्गिट्युडिनल स्ट्रेन। यो भइहाल्यो हाम्रो लङ्गिट्युडिनल या लिनियर स्ट्रेनको डिफिनिसन। मलाई आशा छ राम्रैसँग बुझ्नु भयो होला। तपाईहरुले यहाँबाट नोट पनि बनाउन सक्नुहुन्छ। अब यसलाई मैले इरेजर गरे, यसलाई अब के
यसलाई अझै अगाडि बढाएँ। त त्यसको लागि अब यो सारिसक्नुभयो होला। त मैले मेटाएँ यसलाई। यति बुझिसकेपछि अब सेकेन्ड हामी यसको टाइपको कुरा गरौँ। सेकेन्ड टाइपमा यदि हामी जान्छौँ भने मैले यसको माथि लेखेँ, यसलाई मेटाएर माथि लेखेँ यसमा। त्यसको लागि तपाईहरुले हेर्न सक्नुहुन्छ लंगिट्युडिनल पछि दोस्रो हाम्रो के थियो, के लेखेको थियौं हामी, बल्क स्ट्रेन। बल्क स्ट्रेन एकदम सहिलो छ। बल्क स्ट्रेन पनि बुझ्नको लागि यो लेन्थ चेन्ज हुँदाखेरिको हो भने बल्क स्ट्रेन के हो, भोल्युम। त भोल्युमको कुरा गरेर हेर त डेफिनेसन एकदम सहिलो छ। के लेख्ने हो, व्हेन द डिफर्मिङ फोर्स प्रोड्युसेस अ चेन्ज इन लेन्थ को ठाउँमा के लेख्नु पर्यो, भोल्युम लेख्नु पर्यो। भोल्युम अफ द बडी द स्ट्रेन इज कल्ड द बल्क स्ट्रेन। हामी के भन्न सक्छौं, थोरै चेन्ज गर्ने हो कि हामी यसमा के लेख्न सक्छौं, व्हेन द डिफर्मिङ फोर्स प्रोड्युसेस अ सेम छ, त्यही सारिरहेको छौं हामी, प्रोड्युसेस अ चेन्ज इन लेन्थ। अब लेन्थ को ठाउँमा हाम्रो के भइहाल्छ, बल केसँग रिलेटेड हुन्छ, भोल्युम। व्हेन द डिफर्मिङ फोर्स प्रोड्युसेस अ चेन्ज इन भोल्युम अफ द बडी इज कल्ड, के भइहाल्छ यो, बल्क स्ट्रेन। अब फर्मुला पनि त्यस्तै लेखौं, बल्क स्ट्रेन भनेपछि भोल्युमसँग रिलेटेड हो। त के भइहाल्यो, बल्क स्ट्रेन भनेपछि के भइहाल्यो हाम्रो, चेन्ज इन भोल्युम भनेपछि डेल्टा भी अपन भी। ओरिजिनल भोल्युममा कतिको भोल्युम छ, यसलाई हामी के भन्छौं, चेन्ज इन भोल्युम। भी भनेपछि के हो, ओरिजिनल भोल्युम। हामी अर्को डेफिनेसन मानौं, यो डेफिनेसन कसैले याद छैन भने हामी अर्को डेफिनेसन फर्मुलाबाट दिन सक्छौं के, चेन्ज इन भोल्युम पर युनिट ओरिजिनल भोल्युम इज कल्ड द बल्क स्ट्रेन। यसरी पनि हामी दिन सक्छौं। हामीलाई थाहा छ स्ट्रेन के हुन्छ, युनिटलेस हुन्छ, डाइमेन्सनलेस हुन्छ। किन, डेल्टा भी भनेपछि भोल्युमै हो, भी भने पनि भोल्युम हो। भोल्युम अपन भोल्युमको दुईटैको युनिट मिटर क्यूब हुन्छ, त्यसले गर्दा क्यान्सल आउट हुन्छ। युनिट हुँदैन भने डाइमेन्सन हुँदैन। सिधा कुरा यहाँबाट हामी क्लियर छ। त यो भइहाल्यो बल्क स्ट्रेन कि भोल्युमसँग रिलेटेड। तेस्रो हाम्रो के छ, शेयर स्ट्रेन। यदि हामी शेयर स्ट्रेन को कुरा गर्छौं भने सेम डेफिनेसन लेख्ने, के भन्ने, व्हेन द डिफर्मिङ फोर्स प्रोड्युसेस अ चेन्ज इन सम्म भनेपछि सेम टु सेम पूरा लेख्ने हो। व्हेन द डिफर्मिङ फोर्स प्रोड्युसेस अ चेन्ज इन सम्म। त म अब लेख्नु भन्दा अब तपाईले बुझ्नुहुन्छ भने सिधा मैले यो बुझ्नुस् कि यहाँदेखि यहाँसम्म सेम भयो, त्यसपछि भोल्युमको ठाउँमा के लेखिदिनु, सेप। भोल्युमको ठाउँमा के लेखिदिनु, सेप। यहाँसम्म सेम भयो, त्यसपछि सेप अफ द बडी। सेप अफ द बडी इज कल्ड के भइहाल्यो, शेयर स्ट्रेन। अब सेप अफ द बडी चेन्ज भइरहेछ, त यहाँबाट हामी यदि यसको फर्मुलाको कुरा गर्नु पर्यो, शेयर स्ट्रेन, त शेयर स्ट्रेन को के भइहाल्यो, सेप अफ द बडी चेन्ज भइरहेछ। त त्यो सेप अफ द बडी को लागि हामी के लेख्छौं, एक्स लेख्छौं, अब बाई एल लेख्छौं, जसमा एक्स भनेपछि के हो, ल्याटरल डिस्प्लेसमेन्ट। के भइहाल्यो, ल्याटरल डिस्प्लेसमेन्ट। ल्याटरल डिस्प्लेसमेन्ट। एल भनेपछि त्यही ओरिजिनल लेन्थ भनेपछि ओरिजिनल लेन्थमा ल्याटरल डिस्प्लेसमेन्ट कति भइरहेछ, त्यो भनेको हाम्रो के हो, शेयर स्ट्रेन्स। हामी बुझ्नको लागि यदि हामी शेयर स्ट्रेन्स को कुरा गर्नु पर्यो भने यसमा कसरी बुझ्ने ल्याटरल डिस्प्लेसमेन्ट भइरहेछ भने, त सपोज कुनै रेक्टेंगुलर अब्जेक्ट छ, हामी रेक्टेंगुलर यसरी अब्जेक्ट बनाऊं र यो तलको जुन बेस छ, नाम राखिदिए ए बी सी डी, यो बेस जुन छ, र माथिको पार्टलाई मानौं ए बी सी डी भयो, ई एफ
जीएच राखिदियो भने त हो के बेस त्यही रहोस्, मानिदिउँ माथिको सर्फेस जुन छ त्यसमाथि हामीले के गरिदिउँ डिफर्मिङ फोर्स लगाइदिउँ। त जब डिफर्मिङ फोर्स लगाइदिन्छौँ त के हुन्छ बेस त्यही रहन्छ र माथिको पार्ट के भइहाल्यो मानव शिफ्ट भइहाल्यो। तलको बेस त्यही रह्यो तर माथिको पार्ट के भइहाल्यो शिफ्ट भइहाल्यो। यसको मतलब जुन यो ए देखि ई जुन सिधा छ त्यो के भइहाल्यो माथि शिफ्ट हुँदाखेरि मानव यसरी पुग्यो। यो जब पुग्छ त यो डी भनेपछि यो अगाडि बढ्नुको मतलब पुरा माथिको पार्ट अगाडि बढ्छ। त यो भनेको यो पनि केही न केही बढिहाल्छ। त बढिहाल्छ भने त सेम त्यस्तै यता पनि बढ्छ। यो बिचको जुन कतिको शिफ्ट भयो, कतिको ल्याटरल शिफ्ट भयो त्यसैलाई हामी के भन्छौँ एक्स भन्छौँ कि कति शिफ्ट भयो। त ओरिजिनल लेन्थमा कतिको शिफ्ट भइहाल्यो त्यो भनेको के हो हाम्रो शियर स्ट्रेन्थ। अब मलाई आशा छ तपाईहरुले आज स्ट्रेन्थ सम्बन्धी स्ट्रेन्थको डेफिनेसनको कुरा, त्यसको टाइपको कुरा र टाइपसँग रिलेटेड फर्मुलाको कुराहरू मजाले बुझ्नुभयो होला। त्यही आशासँगै अब यो भिडियो म यही स्टप गर्छु। ओके, धन्यवाद। ल नमस्ते।